लम्कीचुवा सुदूरपश्चिम प्रदेशभित्र कैलाली जिल्लाको पूर्वी भागमा अवस्थित एक तीव्र गतिमा विकास भइरहेको अर्ध-शहरी नगरपालिका हो। नगरपालिका सुदूरपश्चिम तराई र पहाडी जिल्लाहरूको लागि एक महत्त्वपूर्ण ट्रान्जिट प्रवेशद्वारको रूपमा काम गर्दछ। महेन्द्र राजमार्ग जडान यो महेन्द्र राजमार्गको सिधै अवस्थित छ, जसले यसलाई लामो दूरीका यात्रुहरूको लागि एक आवश्यक विश्रामस्थल र वाणिज्य केन्द्र बनाउँछ। ट्रिपल हाइवे जङ्सन लम्कीचुवाले महेन्द्र राजमार्गलाई दक्षिणतिर जाने लम्कीचुवा टिकापुर राजमार्ग र उत्तरतिर जाने लम्कीचुवा अछाम राजमार्ग दुवैसँग जोड्ने केन्द्र बैठकको बिन्दुको रूपमा काम गर्दछ। तराईका धेरै विशुद्ध कृषि प्रधान सहरहरूभन्दा फरक लम्कीचुवा उल्लेखनीय ठूला उद्यमहरू भएको स्थानीयकृत औद्योगिक केन्द्रको रूपमा विकसित भएको छ। ठाकुर बाबा बिल्डर ह्याचरी यसले नेपालको सबभन्दा ठूलो कुखुरा ह्याचरीहरूमध्ये एक र कैलाली जिल्लामा स्थापित पहिलो आधुनिक ह्याचरी सञ्चालन गर्दछ। ठूलो स्तरको उत्पादन नगरपालिका अन्य प्रमुख क्षेत्रीय रोजगारदाताहरू र उत्पादन प्लान्टहरूको घर हो, जसमा डल्फिन, मोडर्न फिड्स र चुवा चिनी मिल समावेश छन्। यस क्षेत्रमा एक अद्वितीय जनसाङ्ख्यिक मिश्रण छ, जसले आदिवासी जनसङ्ख्या र पहाडी प्रवासीहरूको लागि विभिन्न समुदाय भए तापनि एक परिवार निर्माण गर्न सहयोग गर्दछ। विविध भाषी समुदायहरू यो कैलालीका केही सहरी क्षेत्रहरूमध्ये एक हो, जहाँ आदिवासी थारू, परम्परागत डोटेली अछामी बोल्ने समुदायहरू बसोबास गर्छन्। चाडपर्वहरू यहाँका प्रमुख उत्सवहरूले आदिवासी थारू माघी पर्वदेखि पहाडी मुलुकको गौरा पर्वसम्म यस मिश्रणलाई जीवन्त रूपमा प्रतिबिम्बित गर्दछ। कर्णाली नदी र चिसापानी पुल पूर्वमा कर्णाली नदीकै नजिक अवस्थित शक्तिशाली कर्णाली नदी र प्रतिष्ठित एकल टावर चिसापानी पुलले सहरको नजिकैको सीमा चिन्ह लाउँछ। पर्यावरण पर्यटन निकटता यो पूर्वमा विश्व प्रसिद्ध बर्दिया राष्ट्रिय निकुञ्ज र पश्चिममा कानुनी रूपमा संरक्षित घोडाघोडी ताल बिचको नजिकैको अवस्थित छ।